फेरि म भाग्नु पर्ने के हो दिउटेर मङ्सिरे महिना धान पाक्यो जो नि हो गाउँ घरै रमाइलो नि हो गाउँ घरै रमाइलो कति गर्मी भयो ज्याकेट पातिलो लाग्यो जस्तो लाग्यो आज ल हाम्रो गाउँमा निम्तो छ है साथीहरू धान काट्नु आउनुको लागि होइन खै हो भनेको हो कि होइन हो यसको त ज्याकेटको टोपी त के ल साथीहरू यहाँसम्म पुगिसक्यो अब यहाँ सक्ने भनेको आज झ्यापझ्याप्ती भरत दाइ हो सेवार हो भरत दाइ हो भाउजू सेवार हो सेवारो अम्फुवा बेसीमा धान काट्नु थाल्यो साथीहरू अब अस्ति भिजायो आधी उधी छ्यापछुप भिजाइ गयो यो यहाँ आज चाहिँ सकिदिने भनेको होइन हेमराज भतिज ल यहाँ देश विदेशमा सबैले हेर्नु होला के कसो लक्ष्मी दाइ ओइ मेनी हो हो ख्यामे मोटे गीत गाते एउटा पालामा एउटा गान हो लिम्बू भाषाको ल यता हेरौँ त यहाँ मेरो हाम्रो सोल्टी भाइहरू पनि आउनु भएको छ पाँच त जिल्ला खाल्ले हो भाइ खाल्ले हेर त कति रमाइलो हाम्रो गाउँमा त यस्तो पो छ त रमाइलो त अब मङ्सिरमा धान फन्काइन्छ पछि ग्याम कि ग्याम खाइन्छ होइन होइन मोटे ग्याम कि ग्याम खाइन्छ ख्यामे हो कि ल अब आज चाहिँ यो सकिदिनु पर्ने कतिजना छ 20-22 जना छ हो माथिसम्म काटिसक्नु पर्ने साथी हो एउटा गीत गा त कान्छ ए मुसुके यता मुसुके रहेछ मुसुके गीत गा त एउटा मुसुके लु त गीत गाउनै आएन छ ल ठ्याक्कै 12 बज्यो यहाँ 12 बजीको जाँड खानु पर्यो नि त यो भूमिले उपहार दिएको यो माटोले उपहार दिएको यो अन्न हेरौँ त कति फलेको छ और हो भुस त एउटै पो छैन त हौ खानु जुरेको हो कि क्या हो लो भुस त एउटै छैन त हौ होइन दामी फलेको छ यो आट्या फलो हो आट्या दामी छैन मलाई एउटा गीत गाइदिउँ त ल्याउन हौ बोलाएर भए पनि अब माथि पुर्याउनु पर्ने माथि त्यहाँ चाहिँ एउटा टाढ छ त्यता ल मेरो धान काट्छ है यो माटोले उपहार दिएको माटो बिना कोही बाँच्न सक्छ ए धान कति फलेको छ माटोमा पसिना पोखी माटोमै फुल्छ जीवन विश्वको वीरको निम्ति धरती नै पहिलो धन हलो कुटो कोदालो कोदाली हातमा लि पृथ्वी जुझ्न चाहन्छु बानी कर्मठ पाउ राखी ल ए यहाँ ढलेर खत्तम भयो फेरि यता चाहिँ ओहो हौ शीतलहरूमा त्यता कहाँ लुकिरहेछौ